Hello everyone, this is यो हो आदियोगी the क्यामेरा सेटिस नभए पनि यस्तो छ हो यहाँनिर त्यस्तोहरू रहेछ त्रिशुल पनि सबैजनालाई हाई भन्दै हाम्रो आन्टीहरू सबैजना भ्लग कस्तो दामी रहेछ हौ यो जग्गा हाम्रो यहाँ आइपुगिसकेको छ हामी अनि हामी भेरी हट गरम भयो खानेकुरा दिदीको भ्लग चाहिँ मैले ह्यान्डओभर गरिरहेको छु अहिले हो हामी रहेछ है तपाईँहरू पनि आउनुहोस् हामी त कहाँबाट जुड्यो है हामी त हाम्रो त एउटा पनि प्लान थिएन हामी यस्तो यहाँ आउँछु भनेर हो तर हामी चाहिँ यहाँ आइपुग्यो हाम्रो साथी पर पुगिसकेको छ यहाँ पर हो फोटो खिच्नुले गर्दा यस्तो भएछ घाम चाहिँ तर हेभी लाग्दो रहेछ शिवहरूको टाउको चाहिँ देख्नु भएन नि कस्तो दामी रहेछ नि है हामी पुग्न आँटेको छ सेन्डी र म के भन्नु सेन्डी तपाईँ ब्लगमा चाहिँ भन्छु तपाईहरु पनि आउनुहोस् होला घुम्नु हो जरुर आउनुहोस् धेरै कुरा रहेछ दार्जिलिङ बाहिर है धेरै कुराहरू रहेछ हामी त फर्स्ट टाइम दार्जिलिङ सिलगढीदेखि यता निस्केको होला उफ गरम चाहिँ तर हामी चाहिँ घर आइपुग्दा चाहिँ कालै हुन्छ यहाँको भन्दा डरलाग्दो कालो देख्न थालिसक्यो म्याचिङमा आइसक्यो अन्नाहरूको म्याचिङमा आइसक्यो हामी हाम्रो टिम यहाँ रहेछ फोटो खिच्दै रहेछ छिटो के भनिदिनुहोस् हेलो गाइस हामी चाहिँ आदियोगी आएको छौँ आज घुम्नु आदियोगी अरू अब के छ भनाइ चाहिँ हाम्रो भन्नु नि यहाँ आएर एकदम खुसी ठिक छ ठिक तपाईँकोमा तपाईँ पनि भनिदिइहाल्नु न ए तपाईँ पनि भनिदिनु न भन्नु न तपाईँ पनि खै ऊ दुईजना दिदीहरू यहाँ फोटो खिच्दै रहेछ हामी चाहिँ छोड्दैछौँ भनेको त खै के भनिदिनु न छिटो भनिदिनु म साईराम सबैजनालाई साईराम होइन अरू के यो जग्गाको बारेमा हेलो गाइस पक्षी कन्टिन्यू छ भिडियो यहाँ आउनुहोस् कस्तो मजाको रहेछ भने नि यो ढुङ्गाहरू हो म चाहिँ एकदम कालो भएर छु हिँड्दैछ यहाँ स्लोमा बनाउने